कारण चाहिँ के हो होइन त्यस्तो? त्यही होला नि अब काट्नै पर्छ त्यस्तै त्यो कारणहरू मलाई थाहा भएन तर मामाले काट्नुपर्छ भन्ने भनाइ छ जस्तो बिहामा वचन बाग्दा सबै कार्य चाहिँ त्यहाँको पुर्खाहरूले गरिहाल्छ वचन बाग्दा त दिनु चाहिँ मामाले दिनुपर्छ मामाको हक हो भनेको छ नि अनि अब होइन अब त्यतातिर नजाउँ अनि यो हजुर यो सँगै तपाईँको चाहिँ अब छेवार तपाईँको चाहिँ गुनेचोला गर्दाखेरि चाहिँ यो माउली रीत राख्ने पनि छ नि यो चलन चाहिँ यो रीत पनि होइन पछिबाटै निकाले यो पनि होला तर राख्ने चलन अहिले छ पहिला पहिला राख्थेन त्यो रीतमा चाहिँ के राख्छ होला त्यो चाहिँ खोइ पहिला राख्थेन अहिले त नयाँ तरिकाको त्यति अब सुँगुर काट्यो भने सुँगुरै अब देजा सुँगुरै देख्छौँ सुँगुरको चाहिँ होइन यहाँ त ढाडे भन्छ होइन हप्दम ढाडे भनेको नि हप्दम हो त्यो हप्दम भन्छ नि त त्यो राख्नुपर्छ त्यो सँगै अरू चाहिँ के राख्छ त्यो आशीर्वाद मागेको त्यो चाहिँ मामालाई त्यो एउटा सम्मान गरेर यो बालकलाई आशीर्वाद दिनुहोस् भनेर त्यही त ढाडे हप्दङ सँगै तपाईँको अरू खानापिना चाहिँ के खानापिना भनेको त अब त्यही अब हाम्रो त्यही उहरू नि अब खानु दिनु होइन पान फुल भन्छ पनि पुमारी अमारी पनि भन्छ होइन पान फुल भनेको पुमारी अमारी होइन त्यही राख्नुपर्छ त्यसको साथमा त्यसो गरेपछि तपाईँको छेवर र गुनेचोलाको यो कार्य हाम्रो कर्म सिद्ध्यो भयो हजुर अनि त्यहाँदेखि आउँछ त बिहे त्यसपछि चाहिँ अब के अरे अर्को कर्म भनेको फेरि विवाह संस्कार त्यहाँदेखि त अब विवाह गर्ने संस्कार चाहिँ तपाईँको त्यो पनि अलिकति राई जातिमै अलिकति भिन्नता चाहिँ छ होइन अब उमेर पुगेपछि कसैले सानैमा बिहा गरिदिन्छ होइन तर अहिले सरकारको कानुन 20 र 21 होइन अब 20 वर्ष छोरी मान्छे 21 वर्ष छोरा मान्छे हुनुपर्छ कानुनले तर पहिला त सानैमा गर्थ्यो होइन अब विवाह गर्ने चाहिँ तपाईँको अब बाबु आमाले रहर गर्छ आफ्नो छोरा छोरीलाई विवाह गरिदिउँ हात खुट्टा जोडिदिउँ भन्छन् के बाँधिदिउँ भनेको त्यो गर्नुलाई रहर इच्छा पनि गर्छ बुहारी राख्नु हेर्नु इच्छा गर्छ बाबु आमाले भनेपछि अब कुरा गर्छ यस्तो चिया दोकान भयो पसल भयो कहीँ भेट भयो होइन यसो एकछिन बिसायो कोही साथीसित पनि सल्लाह गर्यो होइन म त मेरो छोराको बिहा गर्नु भनेको बुहारी कहाँबाट ल्याउनु को ल्याउनु पहिला त हेरेर उति गर्थेन होइन अहिले जस्तो मिलमिलाप गरेर गर्थेन मागेरै गर्नुपर्ने हुन्थ्यो होइन हजुर त्यति मैले अलिकति हजुरलाई रोकेँ जस्तै मागेर विवाह गर्ने सन्दर्भमा चाहिँ मगनी गर्दा कस्तो कुन तरिकाले मगनी गर्न गइन्थ्यो त्यसमा चाहिँ मगनीहरू अरू जातिले त माग्नै चाहिँ जान्थेन नि अहिले पनि माग्नु गएको पनि छैन त्यही मिलेरै ल्याउँछन् पहिला त आफ्नो जातभित्रै त अब माग्नु जानु पर्यो होइन त्यही त पहिला त चर्चा चल्यो नि त घरमा होइन आमा बाबुको बिचमा ल बुहारी छोरालाई बुहारी ल्याउनुपर्छ एउटा कसैलाई केहीको खाँचो कसैलाई केहीको खाँचो होइन कसैको त एउटा छोरा छ भने होइन बाबु तल्प पर्छ भनेर छिटै बिहा गर्नु खोज्छ कोही चाहिँ के चाहिँ कामको खाँचो पो भनेर छिटै बिहा गर्नु खोज्छ सबै अड्कले होइन अनि त्यो बिहा गर्नु खोज्छ चर्चा चल्दाखेरि होइन अब गाउँको आफ्नो गाउँ समाजलाई पनि कोही त्यस्तो कुरा गर्दाखेरि कसैले देख्छ भने ए फलानाको एउटा छोरी छौ त्यो हुन्छ होला साइन हुन्छ होला त्यो माग न त राम्रै छ केटी त्यत्तिकै हो भनेपछि ए हो भनेर चाहिँ त्यसैले पठाउनुपर्छ पहिला त्यसलाई भन्छ कुटुनी हाम्रो दुमी इङ्की दुमी पनि उयो नै कुटुनी नै भन्छ त कुटुनी नै भनेको सुइन कुटुनी भनेको के हो भने कुटुनी र सारातेमा के फरक पर्यो हो साराते कुटुनी पनि साराते चाहिँ हाम्रो हो कुटुनी होला अरू अरू जातिको चाहिँ कुटुनी होला यसो साराते पनि कुटुनी पनि त्यसैलाई भन्छ साराते भनेको हाम्रो दुमीमै साराते भनिन्छ है अनि त्यसैलाई नै हो कि यसो कुरा चलाउनको लागि दोडा कठुवा लिएर पठाउनु पर्छ अब त्यसले कस्तो ल्याउँछ कुरो होइन अब त्यो गएर सिधै चाहिँ तपाईँको त्यो केटीको घरमा जानु भएन त्यो होइन त्यो साराते उसको बडा या काका पर्ने काका र बडा पनि छैन भने नजिकको भाइकोमा जानु पर्यो परेर 2 कठुवा राखेर त्यो यसो चर्चा
अनि के नआउनुभयो, कसरी आउनुभयो त, यो कठुवा पनि लिएर राख्नुभयो, होइन म त यस्तो यस्तो विषयमा आएको, फलानाको छोरालाई तपाईँको अब दाइको भने दाइको छोरी, भाइको भने भाइको छोरी, होइन। जस्तै एउटा भाइ दाइको छोरी ल्याउनै पर्यो, अन्त भाइको घरमा जानु पर्यो, भाइकोमा त्यो दुईवटा कठुवा राखेर कुरा फोर्नु पर्यो। अनि लो फलानाको छोराले तपाईँको दाइको छोरी बुहारी माग्नु इच्छा गर्यो, त्यसो मलाई पठाएको छ भनेर त्यहाँ राख्छ। ए अब दिकुमा कुरा भयो नि त, हाम्रो छोरी दाइको छोरी त छ, तर दाजु र भाउजूले केही गर्नुहुन्छ वा दिनुहुन्न, होइन भनेर त्यहाँ चर्चा चल्यो। त्यहाँदेखि दाइकोमा अब उसले लानुपर्छ, फेरि भाइले दाइकोमा लानु पर्यो त्यो कुटुनी सारा त्यसलाई। उहाँ लाँदाखेरि दाइले के भन्छ, त्यो राखिदिएको रक्सी पनि खानु हुँदैन, दाइ र भाउजूले दियो भने खाउँला, नखान्न भने उसले पनि नखानु, होइन इन्कार गर्छ, उसले पनि खानु जान्दैन। होइन होइन दाइले दियोस् कि नदियोस् खानै पर्छ भनेर कर लाग्यो भने त्यो बाँडेर पनि खाइहाल्छ, होइन। न कसैले त खाँदैन, भरे दाइले दिएन भने त्यो रक्सी मात्रै खानु भाइले भनेर खाँदैन, होइन केही तपाईँले बाधा पर्दैन, खानु भनेर कर लाग्यो भने खाएर पनि जान्छ। अब गएपछि अब दाइ र भाउजूसित गऱ्यो उसले कुरो, होइन होइन फलानाको छोरालाई हाम्रो छोरी पो माग्नु पठाएछ, यहाँ मतलब अब गुलियो वचन माग्नुलाई पठाएछ, दाजु भाउजूले के भन्नुहुन्छ भनेर अब उसले भाइले चलाउनु पर्यो कुरो। त्यहाँदेखि त अब हुन्छ भन्छ कि हुँदैन भन्छ, होइन। अब उनीहरूले हुन्छ हुँदैन, अब भरे दिन्छु हुन्छ भन्छ भने त्यहाँ पनि दुईवटा कठुवै राखेर नै कुरा गर्नुपर्छ त्यहाँ पनि। त्यहाँदेखि आमा बाबुले दिइसक्यो हुन्छ भने चाहिँ ल हुन्छ, अब म दाजुभाइहरूसित सल्लाह गर्छु, त्यहाँदेखि दाजुभाइहरूलाई पनि बोलाइहाल्छ भनौँ न त्यहाँ, हगि दाजुभाइहरूलाई पनि अब माग्नु आएपछि तल्ला घर माथिल्लो घर बोलाएपछि त्यहाँ सल्लाह गरेपछि अब ग्यारिजनले चाहिँ हुन्छ दिन्छु भन्यो भने चाहिँ लु त्यसो भएदेखि एक दिन यस्तो यस्तो रित लिएर आऊ भनेर त्यहाँदेखि चाहिँ वारबेर गर्नु सुरु हुन्छ। अनि यसमा नि त्यति